जय मुसी सबैलाई साथै ख्रिस्टे प्रिय मित्रहरूलाई न्यानो अभिवादन भन्न चाहन्छु। आज चाहिँ म तपाईँहरूको बिचमा परमेश्वरको वचन लिएर आएको छु। थोरै अनि परमप्रभुलाई धन्यवाद भएको होस्, उहाँको महिमा भएको होस्। आजको वचनको शीर्षक छ कि हामीलाई परमेश्वरले पापमा फस्दाखेरि र व्यभिचारको बाटो भएर जाँदै गर्दाखेरि हामीलाई क्षमा दिनुहुन्छ त? पक्कै नै परमप्रभुले चाहिँ हामीलाई क्षमा गर्नुहुन्छ। अनि यो चाहिँ एउटा बाइबलको सत्य वचन हो अनि म तपाईँहरूको अगाडि बोल्दैछु। प्रभुलाई धन्यवाद भएको होस्। अनि व्यभिचारी स्त्रीको उद्धार भनेर लेखेको छ। हामी पाउन सक्छौँ बाइबलमा यूहन्ना 8मा। यहाँ चाहिँ एउटा स्त्रीलाई चाहिँ मूसा अनि मूसाको व्यवस्था पालना गर्ने हो भने चाहिँ फर्सी अनि सदुकीहरूले चाहिँ एउटा पुरानो करार अनुसार चाहिँ व्यभिचारी स्त्रीलाई चाहिँ जब उनीहरूले भेटिसकेपछि ढुङ्गाले हानेर मार्ने एउटा चलन थियो व्यवस्था अनुसार चाहिँ। अनि जब नयाँ करारमा आउँछौँ भने चाहिँ हामी येशू ख्रिस्टलाई हेर्छौँ भने चाहिँ उहाँको अनुग्रहद्वारा हामीले जीवन पाएका छौँ। हामी भाग्यमा विश्वास गर्ने मान्छे होइन, तर आज हामी परमेश्वरको अनुग्रहमा विश्वास गर्ने मान्छेहरू हो। किनभने हामी पापी सधैँ ठिक समयमा प्रभु येशू ख्रिस्ट तपाईँको र मेरो पापको निम्ति मर्नुभयो अनि उहाँको सित्तैको अनुग्रहद्वारा हामीले विश्वासद्वारा हामीले जीवन पाएका छौँ। प्रभुलाई धन्यवाद भएको होस्। यहाँनिर भन्दछ यूहन्ना 8:1ले, तर येशू जैतुन डाँडामा जानुभयो, एका बिहानै फेरि मन्दिरमा जानुभयो र सबै मानिस उहाँ कहाँ आए र उहाँ बस्नुभयो र तिनीहरूलाई शिक्षा दिनुभयो। अनि शास्त्री र फर्सीहरू व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए र त्यसलाई माझमा उभ्याए र तिनीहरूले उहाँलाई भने, गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परी व्यवस्थामा मूसाले यस्तालाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईँ यसको बारेमा के भन्नुहुन्छ? तर तिनीहरूले उहाँको जाँच गर्नलाई उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यो सबै गरेका थिए। येशूले निहुरेर भुइँमा औँलाले लेख्नुभयो, तर जब तिनीहरूले उहाँलाई सोधि नै रहे, उहाँले खडा भएर तिनीहरूलाई भन्नुभयो, तिमीहरूमा जो पाप रहेछ त्यसैले त्यस स्त्रीलाई पहिले ढुङ्गाले हानोस्। अनि फेरि निहुरेर उहाँले भुइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले यो सुने तब ठुलादेखि सानासम्म सबै आफ्नो हातको ढुङ्गा फाँकेर हिँडे। अनि तब जब तिनीहरूले यो सुने तब ठुलादेखि सुरु गरी सानासम्म एक एक गरेर गए र आफ्नो हातको ढुङ्गा फ्याँकिएर गए र येशू त्यस स्त्रीसँग एक्लै छोडिनुभयो। अनि त्यो स्त्री चाहिँ उहाँको अघि उभिरहे। अनि येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएनन्? त्यसले भने, प्रभु, कसैले दिएनन्। येशूले भन्नुभयो, म पनि तिमीलाई दण्ड दिन्न, जाऊ अनि फेरि पाप नगर। हालेलुया। अनि यहाँनिर चाहिँ त्यो स्त्रीले चाहिँ जीवन पाइन्, किनभने व्यवस्थाको अधीनमा चाहिँ त्यो स्त्रीलाई ढुङ्गाले हानेर मारिन्थ्यो। व्यभिचारमा पक्राउ परिसकेपछि त्यो स्त्रीलाई चाहिँ ढुङ्गाले हानेर मार्ने एउटा चलन थियो। अनि यदि येशू ख्रिस्ट चाहिँ उसको अगाडि चाहिँ नउभिएको भए, येशू ख्रिस्ट चाहिँ उसको अगाडि नभएको भए चाहिँ त्यो स्त्रीले चाहिँ मृत्यु पाउने थिइन्। किनभने व्यवस्थाको अनुसार चाहिँ मारिन्थ्यो नै, व्यभिचार गर्ने स्त्रीलाई मारिन्थ्यो। अनि येशू ख्रिस्ट चाहिँ त्यो स्त्रीको अगाडि हुनुहुन्थ्यो, स्वर्ग चाहिँ उसको अगाडि थियो हो। अनि उहाँले चाहिँ क्षमा गर्नुभयो अनि जीवन पायो। त्यो स्त्रीले चाहिँ जीवन पाएकी छिन्। अनि यहाँनिर भन्न खोजेको चाहिँ के हो भने, प्रष्ट रूपमा चाहिँ आज हामी जस्तोसुकै पापमा परे तापनि व्यभिचारकै बाटो भएर जाँदै गर्दा पनि
आज कति दिदीबहिनी कति दाजुभाइहरूलाई लाग्छ होला अब म पापमा फसेँ, अब मेरो जिन्दगी गयो, मैले किनभने व्यभिचार गरेको छु, म यो व्यभिचारको बाटोबाट कहिले निस्किन सक्दिनँ भन्ने लाग्छ भने प्रभु यीशु ख्रीष्टले तपाईँलाई क्षमा गर्नुहुनेछ। तपाईँलाई त्यो व्यभिचारको त्यो मृत्युको बाटोबाट चाहिँ जीवन दिने चाहिँ परमेश्वरको उद्देश्य हो। अनि आज तपाईँको र मेरो पापहरू चाहिँ परमेश्वर यीशु ख्रीष्टमा चाहिँ क्षमा गर्न सक्ने अधिकार छ, किनभने उहाँ चाहिँ हामीलाई क्षमा दिनलाई र हामीलाई बचाउन आउनुहुने, एउटा पापीलाई बचाउन आउनुहुने चाहिँ परमेश्वर हुनुहुन्छ। अनि प्रभुलाई धन्यवाद भएको होस्। त्यसैले यहाँनिर लास्टमा चाहिँ यो एकदमै मलाई मन परेको भर्स हो। लास्टमा चाहिँ परमेश्वरले भन्नुभएको छ, म पनि तिमीलाई केही गर्दिनँ, अनि अब जाऊ अनि फेरि कहिले पाप नगर, नेभर डु अगेन सिन भनेर चाहिँ यहाँनिर लेखेको छ। फेरि कहिले पाप चाहिँ नगर भनेको छ। जब हामी फेरि त्यो हामीले चाहिँ अनुग्रहद्वारा अनि हामीले चाहिँ पवित्रताको जीवनमा पाइसकेपछि हामीले चाहिँ पाप गर्नु हुँदैन। जब हामी पापमै फर्किन्छौँ भने चाहिँ आज हामीलाई एउटा, किनभने एउटा पशुसँग चाहिँ तुलना गरेको छ। अनि पशुले चाहिँ के भन्छ भने पशुले चाहिँ लाइक कुकुरले चाहिँ आफूले भमिट गरिसकेपछि त्यही भमिट खान्छ अरे, किनभने त्यो चाहिँ फेरि फर्केर जाँदछ। अनि त्यस्तै हो, पापै गरेर हामी पापमै फर्किन्छौँ भने चाहिँ आज हामी फेरि मृत्युलाई रोज्दछौँ। तर प्रभु यीशु ख्रीष्टको अगाडि हामीले आएर चाहिँ हामीलाई आफूले समर्पण गर्छौँ भने चाहिँ उहाँले आज हामीलाई जीवन दिनुहुनेछ। किनभने आज हाम्रो पाप मात्र होइन प्रियजनहरू, परमेश्वरको वचनले भन्दछ मत्ती 10:30ले चाहिँ यसरी भन्दछ, तिमीहरूको कपालका केशहरू पनि गनिएका छन्। आज हाम्रो पाप मात्र होइन, आज परमेश्वर चाहिँ हाम्रो सम्पूर्ण शरीरका अङ्गहरूलाई चाहिँ बनाउनु हुने परमेश्वर हुनुहुन्छ। यसकारण प्रभुलाई धन्यवाद भएको होस्। आज हामीले व्यवस्थाद्वारा जीवन पाएका होइनौँ, तर यीशु ख्रीष्टको अनुग्रहद्वारा जीवन पाएका हौँ, त्यही पनि सित्तैमा। अनि जसले त यूहन्ना 3:16 भन्दछ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँको एकमात्र पुत्र दिनुभयो, जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ, त्यो कहिले पनि नाश हुने छैन। अनि विश्वास नगर्ने चाहिँ दोषी ठहरिन्छ भनेर चाहिँ परमेश्वरको वचनले भन्दछ। प्रभुलाई धन्यवाद भएको होस्। यो वचनबाट तपाईँहरूले आशिष पाउनुभएको होस्। प्रभुलाई धन्यवाद भएको होस्।